यो व्यवस्था परिवर्तन भयो, 1 भयो, 2 भयो, 3 भयो। यो महाकालीको फाइल मसँग छ। ककलले कति कति पैसा बुझेका छन्। यो खोलेका दिन के हुन्छ? फेरि पक्रिन्छ। मैले 3 दिन अगाडि ज्ञानेन्द्र साईजीलाई फोन गरेर भने आफै तपाईं आउनुहोस्, सदनमा कुरा उठाउने मसँग फाइल लानुहोस्, अध्ययन गर्नुहोस्। पहिला यो त कास्टिङ मात्रै हो। 10 खर्ब रुपियाँ पैसा यो देशको पैसा दुबई, सिङ्गापुर, क्याम्बोडिया, केन्या र साउथ अफ्रिकामा सुन फ्याक्ट्रीहरुमा लगानी छ नेताहरुको। आज हामीलाई भन्दा बढी आवश्यक राजा भारतलाई भइसक्यो। यो देशमा राजा चाहिन्छ भनेर, यो देशमा हिन्दू राज्य चाहिन्छ भनेर आज हामीलाई भन्दा बढी भारतलाई आवश्यक भइसक्यो। यो देशमा राजा आउँछ भन्दा पत्याउँदैन। मैले मेडिकल कलेज बनाउँदा पनि पत्याएका थिएनन् क्या यहाँका मान्छेले। यहाँ के भन्छन् दाजु, दुर्गा प्रसादको पछाडी छैनन्, प्रचण्डको पनि पछाडी थिएनन्। मलाई पर्दैन केही पनि, म एक्लै काफी छु यो देशको लागि, तपाईहरुलाई जोगाउनलाई। एक्लै यो देशमा राज संस्था ल्याएर हिन्दू राज्य कायम गराइन भनेदेखि त नि तपाईहरुले नि हेर्नु होला दुर्गा प्रसाद कसरी बोलेको रहेछ। कसरी बोलेछ? 1 ल्याउँछु, 2 ल्याउँछु, 3 ल्याउँछु। यो सुन्नुहुन्छ? कांग्रेस, कम्युनिस्ट, माओवादी यी जम्मै जाले माले एमाले बलात्कारी फटा विदेशमा लगेर पैसा राख्ने 34 वर्षमा एमाले र कांग्रेसको धन्दै त्यही। भारतका सम्माननीय प्रधानमन्त्री नरेन्द्र मोदी फिर्ता पठाउनु हुँदैछ। अब यो पनि आ गरेर बस्नु। तपाई देश बनाउनेको सन्तान हो, सरकार बाटोमा निस्किनुहोस् भनेर मैले पटक पटक राजालाई भन्दाखेरि 1947 मा हिरोसिमा र नागासाकीमा एउटा बम खस्यो नि, त्यो बमले जापानमा परिवर्तन भयो क्या। भर्खर एउटा कम्बोडियन बम खसेको छ नेपालमा, त्यसले यो व्यवस्था परिवर्तन गर्छ। 58 साल जेठ 23 गते बिर्तामोडको ट्राफिक चोकमा बम बटिँदाखेरिको कुरो मलाई थाहा छ। तपाईहरुलाई 17,000 मान्छे मरेर बलिदान दिँदा पनि नि अब अझै तपाईहरुलाई पत्याउनु पर्ने कारण के छ? तपाईहरु किन यस्तोमा बोल्नु हुँदैन? म तपाईहरुलाई भन्छु, यो व्यवस्था परिवर्तन गरौँ। तपाईहरुका धनी पूर्जा सकुशल घरमा फर्काउने व्यवस्था दुर्गा प्रसादले गर्छ। यो व्यवस्था परिवर्तन भएर वास्तवमा म त्यो ठाउँमा पुग्ने भयो भने म त्यहाँ बालुवाटार सिंहदरबार नपुगिकन यहीँबाट फाइनल गरेर जान्छु। तपाईहरुलाई पार्टी चाहिन्छ भने मै खोल्छु पार्टी, मै खोल्छु पार्टी। तपाईलाई मैले भने नि नेपालको नम्बर 1 पार्टी हुन्छ। म पार्टी बनाएर भोलि देशको प्रधानमन्त्री भौँला, अनि मलाई पैसा कमाउँला, भात खाउँला, गाडी चढाउँला, काठमाडौँमा घर बनाउँला भन्ने छैन। 1 रुपैयाँ पैसा पनि तपाईहरुको लागि लगानी गर्छु। दुर्गा प्रसादलाई बोल्न आउँदैन त, बोल्न आउनेले चाहिँ के गरे यहाँ भन्नु न, त्यो चाहिँ देखाउन। ल मेरो अगाडि नेपालको सबैभन्दा टप सिओ ल्याएर राख्नुहोस्, चार्टर एकाउन्टेन्ट राख्नुहोस्, ब्याङ्कको सिओ राख्नुहोस्, अर्थमन्त्री राख्नुहोस्। अहिलेको प्रधानमन्त्रीसँग 10 घण्टा डिबेट गर्न चाहन्छु। गरिबलाई कसरी धनी बनाउने भन्ने छैन, कसरी गरिबको छाला छिलेर मारवाडी पोस्ने भन्ने छ। अनि यस्तो हुन्छ, खरानी घसेर त्रिशूल जप्ने साधु बन्नलाई चाहिँ गरे होइन नि, राजनीतिकै गर्ने हो। देश बनाउनकै लागि दुर्गा प्रसाद हिँडेको। यो व्यवस्था परिवर्तन भएर म चाहिँ प्रधानमन्त्री भयो भने नि म भारतका प्रधानमन्त्रीलाई यसरी नै टुडी खेलमा ल्याएर बन्द कोठामा होइन, जनतालाई लाख जनता उतारेर यो कुरामा हामीले सम्झौता गर्ने भयौँ, गर्ने कि नगर्ने भनेर जनतालाई सोधेर साइन गर्छ दुर्गा प्रसादले। त्यो हो दुर्गा प्रसाद भनेको। कति बेचेको छ भने काँकर भिट्टाबाट यहाँ जति कि अझै लामो बेचेको छ है, अलिबेट काँकर भिट्टाबाट दमक जति बेचेको रहेछौ। एमालेको कसैको घर थिएन, त्यो पैसा पाएपछि नि एमालेका तलदेखि माथिसम्मकाले घर बनाएको छ। गिरी बन्धु भनेको स्वर्गीय भगवान गिरी र स्वर्गीय पद्मबहादुर गिरीले फाटेको सुराल लगाएर जोडेको सम्पत्ति हो कि होइन? त्यो बत्तीस हो कि होइन? त्यो कुरामा चाहिँ प्रचण्ड देख्ने, कम्बोडियामा लगेको कुरो चाहिँ किन नदेख्ने भन्दाखेरि कम्बोडियामा नि सतीश लालसँग मेरो पार्टनर छैन भनेर, मेरो पार्टनर मेरो पनि पैसा छैन भनेर ती 2 छोरी लिएर दक्षिणकाली कालो बोको काटेर पसौँ त। बालमन्दिरको 129 रोपनी जग्गा फर्काऊ, पशुपतिको जग्गा फर्काऊ त। हामीले जुन दिन राज संस्था फ्याँक्यौँ नि हाम्रो टाउको काटेर फ्याँकेछौँ। बहुलै होस् लाटै होस्, राजा चाहिँ चाहिने रहेछ यो देशमा। राजालाई फ्याँकेपछि हाम्रा गति के भयो? हाम्रा छोराछोरी भयो घरमा, हाम्रो घर अन्धकार भयो होइन। पानी गोल गोल जडामबाट ढुङ्गामा हाल्यो भने नि केही हुँदैन, तर निरन्तर पानीको थोपो झरिरह्यो भने ढुङ्गालाई पनि पाल पार्छ। यो गीताको कुरो हो, गीताको मार्गदर्शनमा हिँडेको मान्छे हो म। बाबा उठ न उठ, उठ न उठ, उठ न उठ। संसार उठ्यो, जुम्लाका मान्छे उठे, कैलालीका मान्छे उठे, कञ्चनपुरका मान्छे उठे, लुम्बिनीका मान्छे उठे, रौतहटका मान्छे उठे। मैले पनि चाहन्छु नि तरिकाले मैले लडेको होइन। कम्बोडियाको मात्रै अहिले एउटा फाइल खोलेको छु, मैले 17वटा फाइल खोल्न बाँकी छ। यहाँ हेर्नुहोस् तपाईँहरू, 4 जनाको सिग्नेचर। यो दुर्गा प्रसादले बनाउँछ, कम्बोडियन भाषा दुर्गा प्रसादले लेख्न